डक्टरलाई चेक गराउन गएको, अनि रिपोर्ट सबै ठिकै छ भन्नुहुन्छ। आफूलाई समस्या भइरहेको छ, तर उहाँले के भन्नुभयो भन्दा टेन्सन नलिनुहोस्, घुम्नुहोस्, मुभी हेर्नुहोस्, खेलकुद खेल्नुहोस्, अनि सबै ठिक हुन्छ भन्नुहुन्छ। घरमा आयो, फेरि समस्या जस्ताको तस्तै हुन्छ। यदि त्यस्तो छ भने चाहिँ हजुरको समस्या चाहिँ मानसिक स्वास्थ्यसँग जोडिएको हो, त्यसैले नै उहाँले चाहिँ तपाईँलाई घुम्नुहोस्, खेल्नुहोस्, टेन्सन नलिनुहोस् भन्नुभएको हो। यदि त्यस्तो भन्नुभएको छ र पटक पटक तपाईँले विभिन्न डक्टरलाई देखाइसक्नु भएको छ भने चाहिँ हजुरले के बुझ्न पर्यो भन्दा यो समस्या चाहिँ मानसिक स्वास्थ्यसँग जोडिएको हुनाले एकपटक मैले मानसिक स्वास्थ्यसँग जोडिएको डक्टरलाई भेट्ने हो कि भन्ने सोच्नुपर्ने हुन्छ। र अर्को चाहिँ हजुरले के पनि सोच्न जरुरी छ भन्दा तपाईँलाई लाग्न सक्छ कि मलाई केही पनि तनाव छैन अथवा मलाई केही पनि टेन्सन छैन, डक्टरले यत्तिकै साइकियाट्रिस्टलाई भेट्न भन्नुभयो भन्ने पनि लाग्न सक्छ। हो, हेर्दाखेरि केही पनि नभएको हुनसक्छ। हामीले भन्छौँ नि जस्तै नपत्याउने खोलाले बगाउँछ भनेको जस्तै कहिलेकाहीँ चाहिँ हाम्रो नसोचेको तनावहरू हुन सक्छन्, अथवा चाहिँ कहिलेकाहीँ के हुन्छ भन्दा हाम्रो रासायनिक गडबडीले गर्दाखेरि चाहिँ हाम्रो शरीरमा भएका रसायनहरू तलमाथि भएर पनि त्यस्ता समस्या भएका हुन सक्छन्। तपाईँ शारीरिक रूपमा राम्रो देखिन सक्नुहुन्छ, तपाईँको व्यवहार पनि राम्रो हुनसक्छ र तपाईँलाई कतै न कतै दुखाइहरू, पोलाइहरू झमझमाउने, पोल्ने हुनसक्छ। हस् त, धन्यवाद।